तपाईँ अनिन्द्राको समस्याले हैरान हुनुहुन्छ? तपाईँले के मेलाटोनिन भन्ने ट्याब्लेटको बारेमा सुन्नुभएको छ? आज हामी अनिन्द्रा र मेलाटोनिनको बारेमा कुरा गर्दैछौँ। यदि तपाईँहरूलाई यसरी अनिन्द्रा भइरहेको छ, निन्द्रा लाग्दैन भने यो भिडियो सेभ गर्नुहोला। आज हामी कुरा गर्दैछौँ मेलाटोनिन भनेको के हो। मेलाटोनिन भनेको हाम्रो शरीरले नै बनाउने एउटा नेचुरल हर्मोन हो, जसले हामीलाई निन्द्र लगाउन र निन्द्रबाट बिउजन मद्दत गर्छ। जब अन्धकार हुन्छ, हाम्रो शरीरले मेलाटोनिनलाई उत्पादन गराउँछ र हामी निदाउन तयार हुन्छौँ। तर तनाव, मोबाइल, धेरै लामो समयसम्म स्क्रिन अथवा अनियमित निन्द्राको शेड्युल भयो भने चाहिँ हाम्रो शरीरमा मेलाटोनिनको उत्पादन कम हुने गर्छ। अब जानौँ मेलाटोनिन ट्याब्लेट किन खाने त? मेलाटोनिन ट्याब्लेट एउटा स्लिप एड हो, खास गरी जेट ल्याग हैन, सिफ्ट वर्क काम गर्दै हुनुहुन्छ भने, इन्सोमनिया अथवा स्लिप डिसअर्डर भएका व्यक्तिहरूलाई यो औषधि प्रयोग गर्ने गरिन्छ। र यो कुरा जानौँ, यो कुनै स्लिपिङ ट्याब्लेट चाहिँ होइन। यसले हाम्रो शरीरलाई सुत्ने सङ्केत दिने काम मात्रै गर्छ। अब यसको डोज र साइड इफेक्टको बारेमा कुरा गरौँ। सामान्यतया 1 देखि 3 mg हामी सुत्नुभन्दा 30 मिनट अगाडि लिने गर्छौँ। तर यसलाई ध्यान दिनुपर्ने के छ त भन्दा यसले धेरै एमजीमा खाँदाखेरि दिनभर नै अल्छी लाग्ने अथवा टाउको दुख्ने अथवा सपना धेरै देख्ने जस्ता समस्या बनाउँछ। यदि तपाईँ बच्चालाई खुवाउँदै हुनुहुन्छ र तपाईँ यदि प्रेग्नेन्ट हुनुहुन्छ भने डाक्टरको सल्लाह बिना चाहिँ यो औषधि प्रयोग नगर्नुहोला। डाक्टर र फार्मासिस्टको सल्लाह बिना यी औषधिहरू प्रयोग नगर्नुहोला। यसरी हामीले हाम्रो सुताइको समस्यालाई समाधान गर्न त सकिन्छ, तर लाइफस्टाइल बदल्नु अथवा सुधार गर्नु नै अत्यन्त जरुरी मानिन्छ है।